नमस्कार। आज हामी प्रदेश लोकसेवा आयोग अन्तर्गत कोशी प्रदेश विराटनगरबाट कृषि सेवा 5औं तह प्राविधिक सहायक पदको लागि भर्खरै 2081 12 महिना 28 गते सोधिएको प्रथम पत्रको सोलुसन लिएर आएका छौँ। कृपया अन्तिमसम्म हेरिदिनुहोला। ल सबैजना रेडी हुनुहुन्छ है त? अब हामी सुरु गर्न गइरहेका छौँ। पहिलो प्रश्न छ, कस्तो कृषकलाई अगुवा कृषक भनिन्छ? ए. उन्नत खेती प्रविधि अपनाउने। बी. उन्नत खेती प्रविधि अपनाउने र अरूलाई पनि उत्प्रेरणा दिने। सी. पढ्ने लेख्ने। डी. पहुँचवाला। यसको सही उत्तर हो अप्सन नम्बर बी. उन्नत खेती प्रविधि अपनाउने र अरूलाई पनि उत्प्रेरणा दिने। अर्को क्वेसन छ, क्वेसन नम्बर 2। तालिमको आवश्यकताहरू ट्रेनिङ निड भन्नाले के बुझिन्छ? ए. सिकाउनेले दिन खोजेको कुरा। बी. सिक्नेले दिन खोजेको कुरा। सी. दिने आवश्यक कुरा र डी. दिने आवश्यक कुरा र सिक्नेले जान्नै पर्ने कुरा बीचको फरक। यसको सही उत्तर हो अप्सन नम्बर डी. दिने आवश्यक कुरा र सिक्नेले जान्नै पर्ने कुरा बीचको फरक। क्वेसन नम्बर 3 मा छ, बिउ प्रमाणीकरण प्रणालीमा सम्बन्धित पहिलो पुस्तालाई कुन बिउ भनिन्छ? ए. प्रमाणित बिउ। बी. मूल बिउ। सी. प्रजनन बिउ र डी. उत्कृष्ट बिउ। यसको सही उत्तर हो अप्सन नम्बर सी. प्रजनन बिउ। क्वेसन नम्बर 4 मा छ, कोशी प्रदेशको तराई क्षेत्रमा तलका मध्ये कुन बाली चक्र प्रणाली क्रपिङ प्याटर्नको प्रधानता छ? ए. धान गहुँ। बी. धान मकै। सी. धान तोरी मकै। डी. धान तरकारी। यसको सही उत्तर हो अप्सन नम्बर सी. धान तोरी मकै। क्वेसन नम्बर 5। आदित्य कुन बालीको सिफारिस जात हो? ए. गहुँ। बी. मकै। सी. रहर र डी. फापर। यसको सही उत्तर हो अप्सन नम्बर ए. गहुँ। क्वेसन नम्बर 6। परापूर्व कालदेखि परम्परागत ज्ञान र सिपको प्रयोग गरी खेती हुँदै आएको र निश्चित गुणको विकास भएको बालीलाई बिउ बिजन के भनिन्छ? ए. स्थानीय बिउ बिजन। बी. रैथाने बिउ बिजन। सी. ए र बी दुवै ठिक। डी. ए र बी दुवै बेठिक।
यसको सही उत्तर हो अप्सन नम्बर बी रैथाने बिउ बिजन। क्वेसन नम्बर 7 मा छ घुसुवा बालीको रूपमा सुक्खा मुसुरो खेती गर्दा धान काट्नु भन्दा टडरट पहिले उपचार गरेको बिउ छर्नुपर्छ। ए 1 हप्ता, बी 2 हप्ता, सी 3 हप्ता, डी 4 हप्ता। यसको सही उत्तर हो अप्सन नम्बर बी 2 हप्ता। बाली विज्ञानको अध्ययनले तलका मध्ये कुन तत्त्वलाई प्रत्यक्ष रूपमा समेट्दैन? ए माटोको सुधार, बी उत्पादन वृद्धि, सी खाद्य सुरक्षा र डी मूल्य श्रृङ्खला। यसमा चाहिँ समेट्दैन भनेको छ है, त्यही भएर यसको सही उत्तर हो अप्सन नम्बर डी मूल्य श्रृङ्खला। क्वेसन नम्बर 9 मा छ नेपालमा धान उत्पादनको प्रमुख चुनौती कुन हो? ए जलवायु परिवर्तन, बी माटोको उर्वरता, सी मजदुरको कमी, डी उत्पादनको बजारको अभाव। के होला यसको सही उत्तर? यसको सही उत्तर हो अप्सन नम्बर ए जलवायु परिवर्तन। क्वेसन नम्बर 10 मा छ बीपीएच ब्राउन प्लान्ट हुपरको नेचुरल प्रिडेटर कुन होइन? ए टाइगर बग, बी रेड हन्ट, सी स्पाइडर र डी माथिका सबै। यसमा पनि कुन होइन भनेको छ र यसको सही उत्तर हो अप्सन नम्बर बी रेड हन्ट। क्वेसन नम्बर 11 मा छ तलका मध्ये कुन किरो स्पोराडिक प्राकृतिक शत्रुजीव हो? ए लोकस्ट, बी ग्रासहोपर, सी कलवर्म र डी माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर डी माथिका सबै। क्वेसन नम्बर 12 मा छ मौरीको घारबाट मह काट्दा महमा पानीको मात्रा डडडट भन्दा कम नहुँदासम्म मह काट्ने समय पुगेको छैन भनेर बुझ्नु पर्दछ। ए 22%, बी 18%, सी 14% र डी 12%। यसको सही उत्तर हो अप्सन नम्बर बी 18%। क्वेसन नम्बर 13 मा छ जीवनाशक विषादी व्यवस्थापन ऐन
2076 अनुसार विषादीको जथाभावी प्रयोग र मिसावटयुक्त विषादीको बेचबिखन गर्नेलाई कति जरिवाना हुन्छ? ए 5,000 देखि 20,000 सम्म जरिवाना, बी 5,000 देखि 20,000 सम्म जरिवाना र 1 महिनाको कैद, सी 20,000 देखि 1 लाख सम्म जरिवाना र 3 महिनाको कैद, र डीमा छ माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर ए 5,000 देखि 20,000 सम्म जरिवाना। क्वेसन नम्बर 14 मा छ कुन समयमा हर्बिसाइडको प्रयोग गर्नु राम्रो हुन्छ? ए साँझको समयमा, बी बिहानको समयमा, सी मध्याह्नको समयमा र डी कुनै पनि समयमा। यसको सही उत्तर हो अप्सन नम्बर ए साँझको समयमा। क्वेसन नम्बर 15 मा छ सबैभन्दा कडा विषादीको लेबल कुन रङको हुन्छ? ए रातो, बी पहेँलो, सी नीलो र डी हरियो। यसको सही उत्तर हो अप्सन नम्बर ए रातो। क्वेसन नम्बर 16 मा छ पराल वा कन्ने च्याउ प्याडी स्ट्र मसरुमको वैज्ञानिक नाम के हो? ए मा छ एगारिकस बिस्पोरस, बी मा छ प्लुरोटस ओस्ट्रियाटस, सी मा छ क्यालोकाइब इन्डिका र डी मा छ भोल्भारिएल्ला भोल्भासी। यसको सही उत्तर हो अप्सन नम्बर डी भोल्भारिएल्ला भोल्भासी। क्वेसन नम्बर 17 मा छ कृषि उत्पादनको मूल्य अभिवृद्धि भ्यालु एडिसन भन्नाले के बुझिन्छ? ए उत्पादनको सुरुदेखि अन्त्यसम्मको समग्र प्रक्रिया, बी कृषि उपजको गुणस्तर सुधार गरी बढी मूल्यमा बिक्री गर्ने, सी कृषि उपजको बजार व्यवस्थापन, डी कृषि उपजको मूल्य श्रृङ्खला। यसको सही उत्तर हो अप्सन नम्बर डी कृषि उपजको मूल्य श्रृङ्खला। क्वेसन नम्बर 18 मा छ प्रति व्यक्ति आम्दानी बढ्दा खर्च बढ्ने प्रवृत्ति पनि बढ्छ भने यसलाई डडरट भनिन्छ। ए सकारात्मक आय लोच, बी नकारात्मक आय लोच, सी शून्य आय लोच र डी माथिका कुनै पनि होइन। यसको सही उत्तर हो सकारात्मक आय लोच। क्वेसन नम्बर 19 मा छ तल दिइएका बाली मध्ये नेपालमा खाद्य सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण बाली कुन हो? ए आलु, बी मकै, सी फापर र डी कोदो। यसको सही उत्तर हो अप्सन नम्बर बी मकै।
क्वेसन नम्बर 20 मा छ किसानले उपजको बजार पाउन नसक्नुको प्रमुख कारण के हो? ए. अनुदानमा कमी हुनु, बी. कृषि नीतिको अभाव हुनु, सी. यातायात तथा भण्डारण पूर्वाधार कमजोर हुनु, डी. सरकारी हस्तक्षेप नहुनु। यसको सही उत्तर के होला? अप्सन नम्बर सी. यातायात तथा भण्डारण पूर्वाधार कमजोर हुनु। क्वेसन नम्बर 21 मा छ क्रप कटिङ गरेर लिइएको तथ्याङ्क कस्तो तथ्याङ्क हो? प्राथमिक तथ्याङ्क, फिल्ड गणना, फिल्ड मापन र सहायक तथ्याङ्क। यसको सही उत्तर हो अप्सन नम्बर ए. प्राथमिक तथ्याङ्क। क्वेसन नम्बर 22 मा छ प्रारम्भिक तथ्याङ्क प्राइमेरी डाटा तयार गर्दा तलका मध्ये कुन कार्य गर्नु हुँदैन? फिल्ड सर्वे, बी. नमुना परीक्षण, सी. कृषक अन्तर्वार्ता र डी. सन्दर्भ सामग्रीको प्रयोग। यसको सही उत्तर हो अप्सन नम्बर डी. सन्दर्भ सामग्रीको प्रयोग। क्वेसन नम्बर 23 मा छ कृषिमा उत्पादनको सीमान्त मूल्य मार्जिनल कस्ट बढ्नु भनेको उपभोक्ताले खरिद गर्दा डडडड तिर्नु हो। ए. बढी मूल्य, बी. कम मूल्य, सी. ए र बी दुवै ठिक र डी. ए र बी दुवै बेठिक। यसको सही उत्तर हो कम मूल्य। यहाँ दुवै बेठिक है। क्वेसन नम्बर 24 मा छ कार्बन नाइट्रोजन अनुपात माटोको कस्तो प्रकारको गुण हो? ए. भौतिक, बी. रासायनिक, सी. जैविक र डी. वातावरणीय। यसको सही उत्तर हो अप्सन नम्बर बी. रासायनिक। क्वेसन नम्बर 25 मा छ थायोयुरिया कस्तो प्रकारको मलखाद हो? ए. स्लो रिलिज, बी. नाइट्रिफिकेसन इनिबिटर, सी. नेचुरल नाइट्रिफिकेसन इनिबिटर र डी. आर्टिफिसियल नाइट्रिफिकेसन इनिबिटर। यसको सही उत्तर हो बी. नाइट्रिफिकेसन इनिबिटर। क्वेसन नम्बर 26 मा छ विश्व माटो दिवस वर्ल्ड सोइल डे कहिले मनाइन्छ? ए. जनवरी 15, बी. डिसेम्बर 5, सी. अप्रिल 19 र डी. जुन 26। यसको सही उत्तर हो अप्सन नम्बर बी. डिसेम्बर 5। क्वेसन नम्बर 27 मा छ गल्ली इरोजन कुन प्रकारको भूक्षयको विकसित रूप हो? ए. रिल इरोजन, बी. स्प्ल्याश इरोजन, सी. सीट इरोजन र डी. विन्ड इरोजन। यसको सही उत्तर हो ए. रिल इरोजन। क्वेसन नम्बर 28 मा छ तलका मध्ये माटोको बनावट केले जनाउँछ? ए. कोलुमनार, बी. सिल्ड, सी. कम्प्याक्ट र डी. अप्याक। यसको सही उत्तर हो अप्सन नम्बर ए. कोलुमनार।
क्वेसन नम्बर 29 मा छ नेपालमा मल नियन्त्रण आदेश कति सालमा जारी गरिएको थियो? ए विक्रम सम्वत 2050, बी विक्रम सम्वत 2055, सी विक्रम सम्वत 2060 र डी विक्रम सम्वत 2065। यसको सही उत्तर हो अप्सन नम्बर बी विक्रम सम्वत 2055। क्वेसन नम्बर 30 250 केजी युरिया रासायनिक मलबाट कति मात्रामा नाइट्रोजन प्राप्त हुन्छ? ए 46 किलोग्राम, बी 95 किलोग्राम, सी 115 किलोग्राम र डी 130 किलोग्राम। यसको सही उत्तर हो अप्सन नम्बर सी 115 किलोग्राम। यसको लागि कसरी निकाल्ने भन्दा 46/100 × 250 गरेर 115 किलोग्राम। क्वेसन नम्बर 31 नेपालको संविधानमा कृषि र भूमि सुधार सम्बन्धी व्यवस्था कुन भाग र धारामा उल्लेख गरिएको छ? ए भाग 4 धारा 51, बी भाग 5 धारा 57, सी भाग 5 धारा 52 र डी कुनै पनि होइन। यसको सही उत्तर हो अप्सन नम्बर ए भाग 4 धारा 51। क्वेसन नम्बर 32 मा छ कास्की प्रदेशको निजामती सेवा ऐन 2079 अनुसार विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको उच्चतम तह कति कायम गरिएको छ? ए 12औं तह, बी 11औं तह, सी 13औं तह र डी 10औं तह। यसको सही उत्तर हो अप्सन नम्बर बी 11औं तह। क्वेसन नम्बर 33 सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयले सेवाको पारदर्शिता, उत्तरदायित्व र सुशासनको आधार सुनिश्चित गर्न मापदण्ड सहितको व्यवस्था गरेको हुन्छ। ए नीति ऐन नियमावली र कार्यविधि, बी नागरिक वडापत्र, सी सूचना पाटी र गुणस्तर पेटिका र डी सेवाग्राहीको अधिकारको सूची। यसको सही उत्तर हो अप्सन नम्बर बी नागरिक वडापत्र। क्वेसन नम्बर 34 पोस्ट हार्भेस्ट व्यवस्थापनको मुख्य उद्देश्य के रहेको हुन्छ? ए उत्पादन वृद्धि गर्न, बी बाली संरक्षण गर्न, सी माटोको उर्वरा शक्ति बढाउन र डी उत्तम बिउ उत्पादन गर्न। यसको सही उत्तर हो अप्सन नम्बर बी बाली संरक्षण गर्न। क्वेसन नम्बर 35 नेपालको कृषि विकासमा देखिएको समस्याहरू के हुन्? ए कृषि सामग्री अभाव, बी युवा जनशक्ति विदेश पलायन हुनु, सी जग्गा खण्डीकरण र डी माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर डी माथिका सबै। क्वेसन नम्बर 36 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कुन सरकारको सञ्चालनमा रहन्छ? ए स्थानीय सरकार, बी प्रदेश सरकार, सी सङ्घीय सरकार र डी माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर सी सङ्घीय सरकार। क्वेसन नम्बर 37 मा कृषि अनुसन्धानको भूमिका तलका मध्ये कुन हो? ए प्रविधि विस्तार, बी प्रविधि विकास,
सी बजार विकास र डी प्रविधि अनुसरण। यसको सही उत्तर हो अप्सन नम्बर बी प्रविधि विकास। क्वेसन नम्बर 38 खाद्य पदार्थको गुणस्तर र खाद्य सुरक्षाको लागि अपनाउने मापदण्ड असल कृषि अभ्यास गुड एग्रिकल्चर प्र्याक्टिस प्रवर्धनमा प्रमुख सहभागिता अन्तर्राष्ट्रिय सहयोगी निकाय ... हो। ए FAO, बी फेयर इन्टरनेसनल, सी WHO र डी प्लान इन्टरनेसनल। यसको सही उत्तर हो ए FAO। क्वेसन नम्बर 39 सुन कागती कस्तो भूभागको लागि सिफारिस गरिएको हो? ए पहाड, बी मध्यम पहाड, सी तराई र डी माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर डी माथिका सबै। क्वेसन नम्बर 40 उत्पादन स्थलमा छोटो अवधि 2-3 महिना स्याउ भण्डारण गर्ने प्रविधिलाई के भनिन्छ? ए शून्य शक्ति भण्डारण, बी सेलार स्टोर, सी कोल्ड स्टोर र डी रस्टिक स्टोर। यसको सही उत्तर हो अप्सन नम्बर बी सेलार स्टोर। क्वेसन नम्बर 41 मा छ संसारको सबैभन्दा धेरै अलैँची लार्ज कार्डमम उत्पादन गर्ने देश कुन हो? ए भारत, बी नेपाल, सी भुटान र डी पाकिस्तान। यसको सही उत्तर हो बी नेपाल। क्वेसन नम्बर 42 उच्च घनत्व स्याउ रोपणको लागि तयार गरिने बिरुवाहरूमा कुन रुट स्टकको प्रयोग गरिन्छ? ए M9, बी G9, सी M11, डी G11। यसको सही उत्तर हो ए M9। क्वेसन नम्बर 43 एग्री नेट हाउसमा किन हरियो रङको जाली प्रयोग गरिन्छ? ए युभी किरणबाट रोक्न सहयोग गर्छ, बी तापक्रम नियन्त्रण गर्छ, सी हानिकारक किरालाई रोक्दछ र डी माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर डी माथिका सबै। क्वेसन नम्बर 44 कोशी प्रदेशमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अलैँचीको जोन र सुपर जोन कार्यक्रम कति जिल्लामा सञ्चालन भइरहेको छ? ए 4, बी 5, सी 6 र डी 7। यसको सही उत्तर हो अप्सन नम्बर सी 6। क्वेसन नम्बर 45 खोखु के को भेराइटी हो? ए खयर, बी पिपल, सी कागती र डी सुन्तला। यसको सही उत्तर हो अप्सन नम्बर डी सुन्तला।
क्वेशन नम्बर 46 प्रविधि ग्रहण प्रक्रियामा समाजमा सबैभन्दा बढी प्रभाव पार्ने समूह एडाप्टर्स क्याटेगोरी कुन हो? ए अर्ली एडाप्टर्स, बी लेट मेजोरिटी, सी इनोभेटर र डी माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर ए अर्ली एडाप्टर्स। क्वेशन नम्बर 47 कृषि प्रसारणको मुख्य उद्देश्य के हो? ए कृषकलाई अनुदान वितरण गर्नु, बी कृषि उत्पादन वृद्धि तथा कृषकको जीवनस्तर सुधार गर्नु, सी रोग किराको पहिचान गर्नु, डी उन्नत बिउ वितरण गर्नु। यसको सही उत्तर हो अप्सन नम्बर बी कृषि उत्पादन वृद्धि तथा कृषकको जीवनस्तर सुधार गर्नु। क्वेशन नम्बर 48 नेपालमा सर्वप्रथम टोकी पद्धतिबाट कृषि प्रसार कार्यक्रम लागू कुन 2 जिल्लामा भएको थियो? ए चितवन रूपन्देही, बी बारा पर्सा, सी दोलखा सिन्धुपाल्चोक र डी सुर्खेत चुवाचौतारा। यसको सही उत्तर हो अप्सन नम्बर सी दोलखा सिन्धुपाल्चोक। क्वेशन नम्बर 49 कृषकलाई नयाँ प्रविधि अवलम्बन गर्न सक्ने बनाउने कृषि प्रसार कार्यक्रमका सहभागीमा हुनुपर्ने महत्त्वपूर्ण गुण तलका मध्ये कुन हो? ए विश्वास दिलाउन सक्ने, बी नेतृत्व विकास गर्न सक्ने, सी राम्रो सिप भएको र डी प्रस्तुति गर्ने कला भएको। यसको सही उत्तर हो अप्सन नम्बर ए विश्वास दिलाउन सक्ने। र अन्तिम प्रश्न सिकाउने प्रक्रियामा कुनै एक व्यक्तिले कुन माध्यमबाट संवेदन बढी गर्दछ? ए पढेर, बी सुनेर, सी देखेर र डी गरेर। यसको सही उत्तर हो अप्सन नम्बर डी गरेर। यो थियो कोशी प्रदेशको फर्स्ट पेपरको सोलुसन। यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजको लागि यति नै, धन्यवाद।